everyone. आज चाहिँ हामी हाम्रो गाउँ भित्र भन्दा भित्रको ग्राम रामनगरमा आएको छु स्वतन्त्रता दिवस मनाउनु है। अन्त अब हामी हाम्रो छोटो मिठो कार्यक्रमहरू हामी गरेर हामी त्यसपछि घर फर्किने छौं है। भारत माता की जय। भारत माता की जय। भारत माता की जय। हाम्रो अनामिका दिदीले स्वतन्त्रता दिवस बारे छोटो मिठो सम्भाषण दिनुहुँदैछ है। अन्त त्यसपछि फेरि हामीले हाम्रो एउटा मूल्य गीत सारे जहाँ से अच्छा हामीले प्रस्तुत गर्यौं है। त्यसपछि हामीले चकलेट बिस्किटहरू बारेर हामी आफ्नो घरतर्फ लाग्दैछौँ। सबैजना भेला भएर जुटेर सबैलाई ह्यापी इन्डिपेन्डेन्स डे है। हामी चाहिँ अहिले भित्र आएको छु हाम्रो बाङ्गलाको देनको भित्र एक कुनामा आएको छु। अब चाहिँ हामीले यहाँ हामीले ग्राम मानेको छु। अन्त वेदर त एकदमै राम्रो भएर छ। आधी पर जाइसक्नु भइसकेको छ। जानु हुँदैछ हामी पनि हिँड्दैछु हो। अहिले अब आज दिनमा के कस्तो हुन्छ 15 अगस्तको अवसरमा हो तपाईँहरू देखाउँछु है। त्यति बेला त मेरो बस्दिनुहोस् न ल। बाई बाई टेक। वेलकम ब्याक है। म चाहिँ घर आइपुगिसकेँ। अन्त घाम चाहिँ आज डेन्जर लागिरहेको छ। दिन राम्रो भएको छ हो। घाम लाग्नै पर्छ किनभने अब त्यो ग्राउन्डमा पानी परे पनि कस्तो हिलो हुन्छ होइन। परेड खेल्नेलाई कस्तो साह्रो पर्छ। प्रोग्राम भएर कस्तो क्याच हिलो हुन्छ। अन्तखेरि चाहिँ दिन पनि यस्तो राम्रो भएको छ होइन। दिनैभरि यत्तिकै भइरहोस्। यस्तो घाम लाग्यो भने फेरि प्रब्लम हुन्छ है। ठिकैको अब हुन्छ नि। अब त्यस्तो त हुँदैन। आजको दिन कस्तो जान्छ। अब म फेरि फ्रेस भएर नुहाइधुवाइ गरेर म फेरि आज अब 15 अगस्तको प्रोग्राम हेर्नु र केही अब हामी के गर्छु त्यो अब त्यहाँ गएर ग्राउन्डमा गएर म तपाईँलाई देखाउँछु नि है। त्यति बेलासम्म हेर्दै बस्नुहोस् होला। बाई। बहिनी चाहिँ ट्रेडिसनल ड्रेसमा स्कुल जानु रेडी भइरहेको छ है। के गर्छ आज स्कुलमा? आज के छ प्रोग्राम तिम्रो? प्रोग्रामहरु छ, स्पिचहरु छ, फ्ल्याग होस्टिङ छ। फ्ल्याग होस्टिङ छ। कति बजी छुट्टी भएर आउँछ? 12 बजी। ल आजको बहिनीको एथनिक डे सँगसँगै 15 अगस्त सँगसँगै एथनिक डे पनि रहेछ नि त आज। अहिले चाहिँ हामी एन्टर हुँदैछ है हाम्रो गन्तव्यतिर। यो चाहिँ बाग्राकोट भानु मैदान हो है। यस्तो छ आजको प्रोग्राम चाहिँ। आए नि नानी हेरेर पानी खान्थ्यो होला।
केरेलाको भाइ केरेलाको मान्छे वा कस्तो राम्रो देखिरहेको छ उसलाई चाहिँ ठिक्कै म्याच गरेछ त अन्त ठिक्कै हाँस त के हो तिम्रो नाम रोहन के अरे रोहन रोहन वाह राम्रो गर्नु ल अहिले ल ल राम्रो गर्नु ल ल फाइनली आज 15 अगस्तको कार्यक्रम सकेर म चाहिँ घरतिर आइपुगेँ उता देख्न सक्नुहुँदैछ च्याउँदै रहेछ हो अन्त आजको दिन पनि यस्तै भयो है अहिलेसम्म हेरिबस्दिनु भएको छ भने तपाईँलाई माया छ मेरोबाट चाहिँ मलाई टिक्की ल्याइदिनु भएको रहेछ के टिक्की हो यो के टिक्की हो यो यो के टिक्की आलु टिक्की ल्याइदिनु भएछ बाजुले सिलगढीबाट हामी खाँदैछु बाँड्दै सबैजना आज गरमले चाहिँ एकदम चाहिँ बेहोस हुने गरम चाहिँ आज चाहिँ हो अब के भन्नु बेहोस हुने कालो भएर हरेस भएर आइपुगिराख्नु भएको छ आजको दिन कस्तो भयो आजको 15 अगस्त प्रोग्राम कस्तो गयो तपाईँको स्कुलमा राम्रै भयो सबै प्रोग्रामहरू अनि हामी 15 अगस्तको दिन है आज यसो घुम्नु भनेर बुबाले हामीलाई घुम्नु लानुभयो माथि कफेरसम्म चिसो हावाहरू लागिरहेको भर्खर घरभित्र आएर यसो आराम गरिरहेको छु निनीको आज दिन चाहिँ एकदम सोचेको जस्तै भएछ राम्रै भएछ है मेरो पनि मैले सोचेको जस्तै राम्रै भयो तर मेरो चाहिँ म चाहिँ जानु पाइनँ दुर्भाग्यवश भनौँ के भनौँ हो म चाहिँ जानु पाइनँ निर्देशिकामाथि म सेवामा व्यस्त भएँ किन अब मैले चाहिँ घुम्नुभन्दा अगाडि पनि सेवा मेरो आजको त मेरो सेवै थियो होइन घुम्नु त अरू बेला पनि घुमिहाल्छु यस्तो मौका घरिघरि पाउँदैन है र यति भन्दै के हो आजको बेलुकाको के छ यस्तै हल्का फुल्का है अहिले भेटौँ न त्यही अहिले डिनरपट्टि लाग्दिएको है हाम्रो डिनर चाहिँ यस्तो छ मिठो मसिनो है बहिनी चाहिँ निन्द्रामै छ अहिले निन्द्रामै खानु उठेको है झुल्दै खाँदैछ आजको हात पुरा चिराउँदैछ अरे अब यो चाहिँ लट्री बस्नेको निशानी हो ल अब हामी खाना लागेको है खामै अहिले भेटौँ ल सबैजना राम्ररी खानु हुन्छ एभ्रिवान है म चाहिँ अब थाकेको छु आज अन्त बिहान हामी छिटै उठेको 3:30 बजी उठेर चाहिँ अब आजको दिन यसरी गयो है सबैजना आफ्नो जग्गाबाट थाकेर आउनुभयो भेला भयौँ हामी घरमा अब हामी रेस्ट गर्ने अब हामी सुत्न लागेको है आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ बाई बाई सी यू इन द नेक्स्ट ब्लग